गाइज नमस्कार। हेलो 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 हामी कहाँ छौँ गुरु? टाइगर भिल्ला बर्दिया। टाइगर भिल्ला बर्दियामा छौँ होइन। स्विमिङ खेलियो, कस्तो लाग्यो त ध्रुव सर? कस्तो लाग्यो आज? ठिक छ? केही 2-4 शब्द जाओस् नि। आफ्नो तालमा हुनुहुन्छ हाम्रो गुरुहरू। हामी चाहिँ टाइगर भिल्ला बर्दियामा छौँ। आजको यो रमाइलो यात्रा आज हामीले यो बिहानको 81को निर्णय हो। हाम्रो निर्णय एकदमै सार्थक र रोमान्टिक रमाइलो क्षण हो। हामी चाहिँ टाइगर भिल्ला आएको छौँ यहाँ। अब 2.5-3 घन्टा भनिएको थियो स्विमिङको। पानी पर्ने सम्भावना धेरै भएको हुनाले हामी चाहिँ यतिकैमा टुङ्ग्याएर अब आफ्नो गन्तव्यमा जाँदैछौँ। हामी चाहिँ यो बर्दिया पाइला टेकेको पनि झन्डै 16-17 महिनापछि टाइगर भिल्ला बर्दियामा आछौँ। यहाँ स्विमिङको व्यवस्था रहेछ। यो स्विमिङ खेल्न चाहनुहुने भए सम्पर्क गर्नुहोला वा यहाँ आएर गोठेघाटको पछाडि चाहिँ छ। त्यो चाहिँ पर व्यक्ति 500 को दरले रहेछ। हामी चाहिँ एकदमै रमाइलो भयो। जे होस् हामी सोचेको भन्दा पनि बेटर। हामी थकान मेटाउँदैछौँ। 1 घन्टा स्विमिङ खेल्यो। ल गाइज हामी चाहिँ अहिले छुट्टिँदैछौँ।